बुढालाई हेप्ने छोरी मान्छेहरू धेरै छोरी मान्छेहरू छ है। साथीहरू आफ्नो बुढालाई भगवान जस्तो सम्मान गर्ने गर्छ। तर कुनै कुनै छोरी मान्छेहरू मैले देखेको छु साथीहरू आफ्नो बुढालाई नि यति साह्रो हेप्ने डोमिनेट गर्ने गर्छ होइन, यति पनि इज्जत गर्दैन है साथीहरू। हो, त्यस्ताको लागि चाहिँ म सानो मेसेज दिन चाहन्छु। भलै बुढा जस्तो पनि होस् है साथीहरू, लफङ्ग नै होस् है, केही नगरोस्, यत्तिकै घरमा बसेको होस्, तर बुढा छ नि साथीहरू, सोच्नुहोस् सुरक्षा कवच हो। कसैले पनि तपाईँलाई केही भन्न सक्दैन। तपाईँको नाममा नै फर्स्टमा फलनाको बुढी भनेर तपाईँलाई फलनाको बुढी तको बुढाको नाम तपाईँको माथि लागेर नै तपाईँलाई सुरक्षा गरिराखेको छ। यति कुरा याद राख्नुहोला। अनि नि साथीहरू, तपाईँको बुढा हुँदैन भने नि तपाईँ त्यो रुखबाट झरेको एउटा पात हुँदैन हो, त्यस्तै हुनेछ। हर कसैले चेप्दै जाने, हर कसैले जे चाह्यो त्यही भन्न सक्ने साथीहरू, यति कुरा याद राख्नुहोला। अहिले जस्तो तपाईँ फ्रिडम हिँड्न सक्नुहुन्छ है, हाँस्नु सक्नुहुन्छ। बुढा छैन भने पनि त्यो सब चिज गर्न सक्नुहुन्न। तपाईँ हाँसे भने पनि समाजले तपाईँमाथि उङ्ली उठाउनेछ। केही छ साथीहरू, तपाईँले राम्रो लगायो भने पनि समाजले केही न केही कुरा गर्नेछ। खुसकिस्मत हुनुहुन्छ हजुरहरू, बुढा त छ सही सलामत। त्यसैले आफ्नो बुढालाई कहिल्यै पनि डोमिनेट नगर्नु होला। तपाईँले कमायो भने पनि बुढालाई नहेप्नु होला है। दिन आए पनि उनले पनि कमाउनुहुन्छ। साथीहरू, मैले देखेको छु है, 80% छोरा मान्छेहरूले कमाउँछ नि, तर कहिले पनि गिल्टी फिल गराउँदैन कि तिमी घरमा बसेर खान्छौ। तर 20% महिलाहरूले कमाउँछ साथीहरू, त्यसमा चाहिँ कुनै कुनै छोरी मान्छेहरूले नि आफ्नो बुढालाई बार बार गिल्टी फिल गराउँछ कि तिमीले मेरो कमाइ खाँदैछौ। यो धेरै गलत कुरा हो साथीहरू। कहिले पनि यो सब चिज नगर्नु होला, किनभने समय खराब छ अहिले। त्यही कारणले ऊ बसिरहेको छ। कसको पनि इच्छा हुँदैन, कुनै छोरा मान्छेको पनि इच्छा हुँदैन कि म मेरो बुढीको कमाइ खाउँ। समयले गर्छ है साथीहरू। तपाईँको बुढाको समय आयो भने 100% उनले कमाउने छ। त्यसैले साथीहरू, कहिले पनि आफ्नो बुढालाई डोमिनेट चाहिँ नगर्नु होला। मलाई चाहिँ पटक्कै मन पर्दैन साथीहरू। अनि एउटा कुरा, मोस्ट इम्पोर्टेन्ट कुरा यो हो कि तपाईँले तपाईँको बुढाको इज्जत गरेन भने नि साथीहरू, सोच्नुहोस् सबैभन्दा ठुलो बेइज्जती तपाईँ हो। तपाईँले सोच्नुहुन्छ होला तपाईँको बुढाको इज्जत छैन होइन समाजले, तर होइन, तपाईँलाई नै सबैभन्दा बेइज्जती मान्छे सोच्नेछ। किनभने नि बुढा भनेको बुढा हो, सम्मान गर्न सिक्नुहोस्। बुझ्नुभयो? कुरा यस्तो हो। ल त, मेरो विचार कस्तो लाग्यो कमेन्ट गर्नुहोला। अनि कपी लिङ्क गरेर साथीलाई सेयर गर्नु, र मलाई फलो गर्नुभएको छैन भने फलो गर्नु ल।